गर्ने व्यक्ति जखायसको शीर्षकमा हामी आजको वचनबाट आशिषित बन्नेछौँ। कर उठाउने जखायसको शीर्षकमा छ। मैले एक केही महिना अगाडि यो फिलिप मिनिस्ट्रीको पुस्तक तपाईँले बाँडेको थिएँ। घरघरमा पढ्नुको लागि, घरघरमा बाइबल अध्ययन गर्नुको लागि, आफ्नो परिवारसँग बसेर बाइबल अध्ययन गर्नुको लागि तपाईँले दिएको थिएँ। त्यसैको पहिलो पाठ हामी हेर्नेछौँ। लुकाको पुस्तक 19 अध्याय 1 देखि 10 सम्म हेर्नेछौँ। हुन्छ, तपाईँले पाइसक्नुभएको होला। म तपाईँको निम्ति सहायताको निम्ति म पढिदिनेछु। यहाँ यसो लेखेको छ, मेरो बाइबलमा चाहिँ 1458 पेज छ। तपाईँले आफ्नो बाइबलमा हेर्न सक्नुहुन्छ। कर उठाउने जखायस लुकाको पुस्तक 19 अध्याय। येशू एरियोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। त्यहाँ जखायस नाउँ भएका एकजना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए अनि धनी थिए। येशूको हुनुहुँदो रहेछ भनेर तिनी हेर्न चाहन्थे, तर कोटको भएका हुनाले भिडले गर्दा तिनले देख्न सकेनन्। तिनी उहाँलाई हेर्नलाई अघि दौडेर एउटा अन्जीरको रुखमा चढे, किनकि येशू त्यही बाटो भएर जान लाग्नु भएको थियो। जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, ए जखायस, चाँडो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ। तिनी झट्टै ओर्लेर आए अनि खुसी साथ उहाँको सत्कार गरे। जब मानिसहरूले देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, उनी पापीको घरमा आउन लाग्नु भए। जखायसले खडा भएर प्रभुलाई भने, प्रभु हेर्नुहोस्, म आफ्नो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको 4 गुणा फिर्ता गरिदिनेछु। तब येशूले तिनलाई भन्नुभयो, आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका छोरा हुन्। किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो। आमेन। अनि यो खण्ड बारम्बार हामीले सुन्दै गएका छौँ। बाल समितिदेखि नै आजसम्म हामी सुनिरहेका छौँ। हरेक समयमा वचनबाट धेरै हामी हरेक वचन हरेक पटक सुन्दाखेरि हामीले फरक आशिष हामीले पाइरहेका छौँ। आज पनि एक खण्डबाट हामी सुन्नेछौँ। यसबाट हामी सरस्वती हेर्दाखेरि अनि जखायस भन्ने व्यक्तिको बारेमा बुझ्नु पर्दाखेरि उनी एउटा धनी व्यक्ति होइन, त्यस बेलाको कर उठाउने व्यक्तिहरूमा पनि अनि मुख्य व्यक्ति हामी पाउँदछौँ। अनि त्यो धनी व्यक्ति भनेपछि बाइबलले त भन्दछ, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा अनि उनका चाहिँ शिवको नाथ्रीभित्र छिर्नु सजिलो हुन्छ भनेर भन्छ। तर यो कुरा चाहिँ अनि यो जखायसको जीवनमा चाहिँ अलिक फरक छ।